हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। आज चाहिँ म मोमो खाँदैछु, तपाईँहरूलाई देखाउँदैछु मैले आफैले बनाएको मोमो। मलाई चाहिँ आज अल्छी लागेर म चाहिँ अब मोमो पकाएर खान्छु भनेको। आज चाहिँ तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, मोमो पकाउँदैछु आज म अल्छी लागेर। सो मोमो खाइदिउँ न त भनेर मोमो पकाउँदिन होला। कस्तो बनाएको छु मैले आज, फर्स्ट टाइम मोमो बनाएको मैले। अनि घरमै बनाएको, आफैले बनाएको अब कस्तो हुँदो रहेछ हेरौँ। खै म त मिठो बनाएको जस्तो लागिरहेछ, अब कस्तो हुन्छ हेरौँ। हेर्न सक्नुहुन्छ होला मेरो मोमो कस्तो बनेको छ, हेर्नुहोस्। अनि सबैजना खान आउनु होला, मैले बनाएको मोमो कस्तो हुन्छ। अनि यता चाहिँ मोमो खाने मान्छे हेर्न सक्नुहुन्छ होला, केही नगरी मोमो खान्छु भन्ने मान्छे। अनि यता चाहिँ म चाहिँ काम गरी खाने मान्छे हेर्न सक्नुहुन्छ मलाई। म मोमो पकाएर पनि खाँदै पनि छु र तपाईँहरूलाई देखाउने पनि छु। हेर्न सक्नुहुन्छ होला मेरो मोमो। अब म चाहिँ तपाईँहरूलाई मैले बनाएको मोमो हेराउनु गइरहेको छु। हेर्नु होला, हेर्न सक्नुहुन्छ मैले बनाएको मोमो कस्तो छ। अनि यता मासु पनि हेर्न सक्नुहुन्छ, यो मोमोसँग खानलाई यो मासु चाहिँ अब मोमो खाएर देखाउने छु तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ कस्तो छ त। वाउ, यम्मी यम्मी। तपाईँहरू पनि खान आउनु होला मोमो, मैले पकाएको मोमो मिठो छ। मिठो पो रहेछ। यम्मी। मैले पकाएको मोमो चाहिँ मिठै हुन्छ है प्राय। तपाईँहरू पनि मोमो खान आउनु होला। अनि सबैजनालाई बाई बाई। म मोमो खाँदै बाई बाई गर्न चाहन्छु। बाई बाई गाइज।